हामी यसरी सिकिरहेको छौँ यहाँनिर अब सुरु हुन लाग्छ हाम्रो लागि साकेला हाम्रो 17 को लागि पुरा रेडी भइरहेछ हाम्रो बिहानको 7 बजेदेखि रेडी भइरहेछ मान्छेहरू यहाँ अझै पनि स्टिल हैन 11 बजिसक्यो 12 बज्न आँट्यो अझै आधा पनि सकेको छैन अब निस्किम बहिनीहरू दिदी यता सानु कहाँ गएको रे हामी भन त साकेला साकेलामा के गर्छौ भन त डान्स भनौँ तपाईहरु चाहिँ कहाँ जानु लाग्नु भएको रे त हजुर अनि के गर्नुहुन्न आँट्नु भयो त वहाँ गएर चाहिँ धन्यवाद रन्जु दिदी बोलाउनु भएको अनि 5 महिनाबाट डान्स प्र्याक्टिस गर्दैछ सुन टु बी राइनिज आज विन्डो सपिङ गर्ने विचार छ हजुर हुन्छ त्यसो नि राम्रै पायो भने घिसार्ने पनि विचार छ घिसार्ने पनि विचार छ घिसार्छु म त ए हुन्छ म घिसार्छु ल हामी फाइनली आइपुग्यौं हाम्रो लामो यात्रा पछाडी आइपुग्यौं यहाँ पार्किङ देखि भित्र छिरेको थियौं बिचारा हाम्रो ट्याक्सी हाम्रो एकदम साथी एकदम मिलनसार थियो हाम्रो हैन साथीले ल्याइदियो हामीलाई यहाँ छ है अब छिर्ने बेला भयो फाइनली आइपुगे कति रुपियाँ टिकटको 5 जना 25 पाउन्ड दिनु ल ए ल यहाँ छ खाऊ ए ल छैन ल टिकट पनि किन्यो अब ल धन्यवाद तपाईलाई ओके ह्यापी साकेला तपाईलाई जानुस् यो डिस्काउन्ट दिन्छ है ए हुन्छ हुन्छ हस् त्यो देखाएपछि ए त्यो रिस्टब्यान्ड लाउने हो रिस्टब्यान्ड लगाइयो ओके ल भित्र छिरिँदैछ आइयो भित्र छिरियो हामी भइसक्यो होला नि हो भइरहेछ यहाँनिर अब सुरुमा अलिकति खाएर अनि त्यहाँदेखि चाहिँ डान्स गर्नु जान्छौँ दिदीहरूसँग भेटघाट भइसक्यो यहाँनिर रेडी है खान्छु ल रेडी यता हेरेर हाई भनिदिनु ओके सेवा राइन राइन लुक हियर ओके टेल हेलो से हेलो यान्सी 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 हेलो बनाएर लेसाउले त मम्मीले गरे ठीक भयो राम्रो म चाहिँ बहिनी चाहिँ
होइन समयले गर्दा हो समयमा हामी समय ढिलो भइयो नि त यो चाहिँ चुला हो यहाँनिर चाहिँ पूजाहरू गर्छौँ हामीले अब हामी खाजाहरू खाएर निस्क्यौँ बाहिर यहाँनिर चाहिँ भित्र सर्कलमा चाहिँ यहाँनिर चाहिँ डान्स प्रोग्राम डान्सको लागि हामी जाँदैछौँ हाम्रो ग्रुप खोज्दैछौँ अब यहाँबाट डान्सहरू सुरु भइरहेछ यहाँनिर हाम्रो ग्रुप खोज्दैछौँ हामी अहिले ग्रुपमा गएर हाम्रो ग्रुपको मान्छेसँग नाच्नुपर्छ अब हाम्रो ग्रुप कहाँ होला हेर्दै जाँदैछौँ रेडी पूजा सुजा गरेर अब जान लाग्छ हाम्रो टोलीहरू नाच्नुलाई अहिले फोक स्ट्यान्डको हुरेछ प्लेस पछाडि हामी अब हाम्रो ग्रुपको डान्स सुरु हुँदैछ हाम्रो भाइ कहाँ छ बेचत हुन्छ बेचत सबै भन्छ नि कतिखेर आउनु भने
देखेर तपाईँहरूलाई सायद गौरव पनि मान्नु भएको छ होला, हर्षित पनि हुनुभएको छ होला। सम्मान गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। सबैले ताली ताली म यहाँलाई एकचोटि मैले फेरि ताली बजाउँदै म यहाँबाट कृतज्ञ गर्ने मात्र आउँदै यो आएको भएर हाम्रो सबैले हस्ताक्षर गर्दछु। धन्यवाद धन्यवाद। Welcome to London कार्य समिति। प्लिज कृपया लाइनमा आइदिनुहोस्। यहाँ सबैलाई आफ्नो समाजको कार्यमा सबैले सरकारी अनुरोध गर्दछु। यो लन्डन शाखा तर्फबाट सबैलाई आभार व्यक्त गर्दछु। यो हाम्रो लन्डन शाखाको पहिलो नम्बर त्यसपछि हाम्रो कार्यक्रमहरू अगाडि आउनेछन्। आफ्नो नियम छ, सिलिमाङ छ, सिलिमाङ मैले गाइड गर्दै जानेछन्।
राम्रो गरेको थियो त कस्तो कस्तो फिलिङ्स भयो त त उल्टो गरिरहेको थिइस् त मान्छे यता 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 फर्किएको थियो त यता फर्किएको थिइस् त अनि त राम्रै भएको थियो वेल डन गाइजहरू कस्तो एक्सपिरियन्स भयो मेरो त्यो एउटा चाहिँ कम्प्लिटली बिग्रेको थियो अनि अर्को चाहिँ अलिक राम्रै भयो अब हेरौँ अब नेक्स्ट एकछिन प्र्याक्टिस गरेर अनि फेरि दामी दिनुपर्छ हजुर अलिक सानो मलाई अलिक अगाडि मलाई डान्स भइरहेको थियो हाम्रो टोलीहरूको यो चाहिँ हाम्रो फानबोट टिमहरू हो फानबोटको टिमको यो साकेला डान्स भइरहेको थियो यहाँ चाहिँ म चाहिँ अहिले नाच्दा नाच्दा थाकेर अहिले म आराम गरिरहेको थिएँ रेस्ट गरिरहेको थिएँ ओहो ल कम अन एनसी कम अन डान्स एनसी डान्स Yancy, dance! Move your leg, Yancy, move your leg. Move your hand, come on. सही भएको छ सर्नु छ मान्छेहरू हाम्रो अहिले बाहिर हामी सबैजना यहाँनिर एकदम धेरैजना भएको छ हाम्रो दाइहरू एकदम डेडिकेसन हाई डेडिकेसन छ दाइ र भाइकोमा पुरै जोसिलो राम्रो भइरहेको छ राम्रो भइरहेको छ राम्रो एकदम डेडिकेसन राम्रो छ अन्त अलि थाकिसक्यो होला त नि थाक्यो होला त पुरै ल हेर न दाइको एकदम खतरा छ एकदम डेडिकेसन हाम्रो बजाए सब ठुलो क्राउड भइरहेछ हाम्रो यहाँ अहिले हाम्रो टिममा हाम्रो यहाँ छुट्टै दिदीहरू आउनुहुँदैछ अर्को लाइन बनाएर ल दामी डान्स गर्नु पर्यो है राम्रो नाच्नु पर्यो भएन मुभमेन्ट मिलेको छैन मुभमेन्ट मिलाउनु पर्यो मुभमेन्ट ताल मिलाउनु पर्यो है ढोलको तालमा नाच्नु पर्यो म हाई गरिदियो बहिनीले कस्तो अनुभव भइरहेछ भन्नु सोध्न आँटेको थियो कस्तो अनुभव ल उहाँ बरु दिलु बहिनीले बरु होइन नआए पनि प्रयास गर्नुभयो उहाँको प्रयासले हामी धेरै धेरै अब के भन्छ नि एकदम आभारी छौँ है अब प्रशंसा गर्न चाहन्छु तर भएन त
एक्सपेक्टेड गरेको मान्छेले चाहिँ गरेन भनेर अचम्म लाग्यो मलाई। नाच्छ भनेर पुरा। अनि हजुरको कस्तो भयो त? अनि हजुर कस्तो भयो थियो? अनि सही भयो थियो? रायन, हाउ यु फिलिङ? डिड यु इन्जोय रायन? यस्तो छ भयो त। अनि सकिगयो नि। यहाँ पुरा टिप्स दिइरहेको छ हाम्रो कान्छीले। फेरि भान्जीलाई पुरै यान्सी एकदम इन्ट्रेस्टेड छ अहिले। यान्सी भी डान्स लाइक अ भी। 1 2 1 2 कान्छी अनि आउट अफ स्टेज होइन कान्छीले फेरि ट्रेन गरिरहेको छ पुरा। त्यो हात चाहिँ रोबर जस्तो बनाउनु परेन क्या। एउटा हात चाहिँ माथि लाने, एउटा हात मात्रै छोड्ने क्या। यो यस्तो हुन्छ। यो खुट्टा जुन खुट्टा छ नि, यो जुन खुट्टा आउँछ त्यो हात बेलामा यो हात गर्ने हो क्या। गाइज हेभ यु इन्जोयड भएको भएन? इन्जोय भएको भएन गाइज? कस्तो भयो कान्छीलाई चाहिँ? कस्तो भयो? रमाइलो भयो? एक्सपेक्टेड गरेको भन्दा राम्रो भयो? होइन जे भयो भने हामीले त्यत्रो प्र्याक्टिस गरेको अनुसारले त एकदम इजी भयो होइन? अहिले फेरि अब अहिले ब्रेक हामी अहिले अब वाटर ब्रेक के गर्दैछौँ। बाटोमा हिँड्दै सिकाउँदैछौँ। ल अब यस सही भइरहेछ यहाँ। अब हामी ब्याक टु हाम्रो टेन्टमा जाँदैछौँ अहिले। सही भइरहेछ अब। हेर आइसक्रिम खाऊँ भनेको यहाँ हेर्नु न लाइन बाप त्यो लाइन कुर्दा आधा दिन त त्यहीँ आइसक्रिम जस्तो आफै नै पक्लिन्छ होला है। त्यो हामी आइसक्रिम नखाऊँ। सही हो। चटपटे अब चटपटे बनाउँदैछ न। स्नैक्स टाइम हो गया। ल नयाँ फोटो खिच्नुलाई होइन? उता हाम्रो बहिनी चाहिँ उहाँ निदाइसकेको हुन्छ जहिले। त्यहाँ अहिले त्यहीँ निदाउनु भएको छ। ठिक छ। अब ब्रेक टाइम हो। सबैले अब खाजा खाएर हामी फेरि डान्स गर्नुतिर लाग्छौँ एकछिन फोटो सुट गरेर। उता आउँदैछ। सही भयो। बल्ल हराएको मान्छे फेला पऱ्यो यहाँनिर। हराएको मान्छे फेला पऱ्यो। ल ठुलो हाम्रो यहाँनिर अब यहीँभित्र हामी छिर्दै जानु लागेको छ। भिड्न आँटेको छौँ अब यहाँ दिदीहरू आइपुग्यो। अब यहाँ भिड्ने अब हामी छिर्ने हो। एकदम यो त अझै तरिकाको सिक्नेहरूले त हाम्रो थकित भएर बसिरहेको छ दुईजना दिदीबहिनीहरू। नाच होइन कान्छी? नाच होइन त। ल अलिक राम्रो नाच्नु पऱ्यो। अलिक राम्रो नाच्नु पऱ्यो है। बडा रूपमा गएर छ हाम्रो कान्छी।
हाम्रो साकेलाको रोड डान्सर हुनुहुन्छ कस्तो भयो त आजको प्रोग्राम जस्तो लाग्छ तपाईँलाई? आजको कार्यक्रम एकदम सुचे भन्दा राम्रो हो। हजुर एकदम सबैजना कति वर्षसम्म अब नाच्न पाएको थिएन। हजुर यो पालि चाहिँ दिल खोलेर नाचेको मैले अनुभूति गरेँ। तर यसपालिको त धेरै पनि थियो नि है मान्छे? धेरै अवश्य एकता भएपछि त धेरै त हुने भयो। पहिले होइन कोही आधी आउने आधी नआउने थियो होइन? त्यस्तो थियो पहिला होइन। अब कतिपय त अब बिचमा न्युट्रल भएर बसेर अब नआउनेहरू धेरै थियो। तर योपालि चाहिँ अब सबैजना अझ योभन्दा अर्को पालि योभन्दा व्यापक हुन्छ। व्यापक हुन्छ। मान्छेले अब हुँदैन कि भाइ भनेर विश्वास पनि गरेको थिएन, कति आएन होइन। अर्को पालि चाहिँ यो भन्दा डर अर्को पालि त सन्देश दियो। अर्को पालि त डान्सरहरू पनि धेरै हुन्छ होला। धेरैले सिक्यो। धेरै सिकेछ। नै नजान्ने जिरोबाट सुरु गरेको छ योपालि धेरै। म पनि जिरै थिएँ, मैले पनि ल हुन्छ ल ल। हामी अब फोटो खिच्न आँटेको आज यत्रो चाडमा मजाले लुगा लाएर आएको छ। एक फोटो हान्दिउँ भनेर गाइडहरूको जम्मा कति 10-15 जस्तो कति रहेछ मजाको फोटोहरू हुँदो रहेछ। कार्यक्रम सकिसक्यो, खानपिन पनि सकिसक्यो। अब यहाँ हौका फोटो स्टेसन सबैजना अब घर जाने बेला भयो। गेटमा बसेर फोटो अनि हामी अहिले खिच्ने हाम्रो सेकेन्ड टाइम हामी पनि खिच्यौँ न गेटमा वेलकम गरेर। यो चाहिँ हाम्रो अन्तिम साकेला हो यहाँनिरको। लगभग सक्यो। अब हामी अब निस्किन लागेका छौँ। सबजना थकित एकदम थकित मुन्द्रामा हुन्छ। अझै पनि नाच्नुलाई पुगेको छैन फेरि। अब साकेला सक्यो हाम्रो। अब जान लागेको छौँ अब हामी घर। कस्तो भयो त? एकदम रमाइलो भयो। तर नाच्नु चाहिँ नाचेन। नेक्स्ट टाइम पक्कै पनि अनलाइन डान्स। डिसअपोइन्टेड बहिनी, डिसअपोइन्टेड। सरी फर द्याट। नेक्स्ट टाइम चाहिँ म सिकेरै आउँछु। ओके एकदम धेरै इन्जोय चाहिँ हाम्रो बहिनीले गर्नुभएको छ आज। एकदम राम्रो डान्स गर्नुभएको छ। यो बढी गऱ्यो नि, घन्टै 1 घन्टा जस्तै होला। राम्रो भयो राम्रो भइरहेको छ है। ल ठिक छ। ल अब अर्को वर्ष झन् खतरा डान्स गर्नुपर्छ। ल सबैलाई